What's up guys, welcome to our vlog. आज चाहिँ म मर्निङ वाक हिँड्न आएको छु ल हामी चाहिँ अघि नै कुदेर आइसकेका थियौँ। अहिले चाहिँ यहाँ आइपुगिसकेका छौँ। अब एकछिनपछि फर्किन्छौँ। एकछिनपछि फर्किन्छौँ हामी चाहिँ। यहाँ भ्यू हेर्न सक्नुहुन्छ गाइजहरू। अँध्यारो छ केही देख्दैन। अब एकछिनपछि फर्किने हो। अघि भ्लग बनाउन पाएन। जाऊँ न गाइजहरू, अब चाहिँ हामी फर्किन लागिसक्यो। गाइजहरू, अब चाहिँ हामी फर्किँदैछौँ। ल गाइजहरू, यहाँबाट सट्ट फर्किँदैछौँ हामी चाहिँ। अब घरसम्म जाँदैछौँ। अब चाहिँ हामी घरसम्म जाँदैछौँ। आँसुकोमा नआइसक्ने? आँसुकोमा चुचे छ। त्यो सानो कुकुर त्यस्तो कान लामो रहेछ त्यसको। गाइजहरू, अङ्कल गाइजहरू, हामी चाहिँ अङ्कलको अटो देखिसकेका छौँ। अङ्कलले यति छिटो मान्छे पुऱ्याएर आएछन् है। हामी चाहिँ हिँड्दैछौँ गाइजहरू, हिँड्दैछौँ। हामी चाहिँ हाइवे रोडमा कुद्दैछौँ क्या। 1 किलोमिटर झन्डै कुद्छौँ। एक्सर्साइज नि गरिसक्यो। मैले गरिसक्यो तर मैले गरेको छैन। एकछिनपछि गर्छु गाइजहरू म पनि। के भने हेर्नु न तपाईले कुदौँ न। छिटाउनु न। हिजो कुद्दै मेरो छाती दुखेर हिजो दौडिँदा क्या हिजो बेलुकी माथि जाँदाखेरि। बोल्न मेरो मुटु जब बोल्न तिमी हो। गाइजहरू, हामी चाहिँ घरभन्दा अलिकति 1 किलोमिटर जति टाढा छौँ होला। मेरो भ्लगमा बसिराख्नु होला गाइजहरू। भ्लगमा बसिराख्नु होला। म यस्तै भिडियो लिएर आउँछु। गाइजहरू, यस्तो छ भ्यू चाहिँ अँध्यारोमा। चाहिँ कसको अटो रहेछ। अनि चाहिँ चुचे चाहिँ गाडी झर्ने रहेछ। सानो पुग्नु गाइजहरू, म नि एउटा कुकुर पाल्ने छु। साह्रै भ्लग आउँछ कुकुरको पनि। हामी मिनी डग अस्कर भर्खर लिएर आउनेवाला छौँ। हामी चाहिँ एउटा मिनी डग लिएर आउनेवाला छौँ है।
र ठुलो पार्नुपर्छ भ्लगमा तपाईँहरू र म मिलेर भ्लगमा गाइजहरू यस्तो छ भ्यू चाहिँ। अब हामी चाहिँ यहाँबाट हिँड्दै जान्छौँ गाइजहरू। यो चाहिँ हाम्रो आँसुको घर हो। आँसुको घरमा एउटा कुकुर छ। मनमा सिनेमाको डिरेक्टर रोलिदिन्छु फिल्ममा। हाम्रो चाहिँ हामी हिँड्दै गइरहेको छौँ। मेरो भ्लगलाई चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु भन्ने अनुरोध गर्दछु। के को के को होइन कि ऊ त्यो टालेको ₹10 छैन कुल खान्छ नि के खानेकुरा खान्छ छ बर्फुल्ने पसल छ एउटा मात्र कुरा खाएर आउँछ मनमा सिनेमा। यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ। यहाँ चाहिँ म छु गाइजहरू। हामी चाहिँ हिँड्दैछौँ अझ पनि। समात्नु त त्यो म ढाड पड्काउँछु क्या हिजोको यस्तो गर भन्थ्यो त यस्तो गर्दा हिजो पड्केको नि मेरो। होइन क्या यो खुट्टाको चलेर यता पड्केन त मेरो पड्क्यो है दुइटै पड्क्यो मेरो। गाइजहरू हामी चाहिँ चोकतिर पुग्न लागिसक्यौँ। दोलखा बजारको बोर्ड देखाइसक्यो यहाँ। हिजो को यहाँबाट हाम फाल्दै थियो भुराहरू क्या हो यहाँबाट पो हाम फाल्दै थियो सिधै के भयो। गाइजहरू हामी चाहिँ आइसकेको छौँ दोलखा बजार। हेर्न सक्नुहुन्छ हामी दोलखा बजार आइसकेको छ। यहाँ चाहिँ दोलखा बजारको बोर्ड पनि देखिसकेका छौँ हामीले। यहाँ चाहिँ हामी आज मर्निङ वाक गरेर दोलखा बजारसम्म आइपुगिसकेका छौँ। हामी चाहिँ होटेलसम्म पुग्छौँ। हाम्रो होटेल खोला छैन गाइजहरू। त्यहाँ चाहिँ अटोहरू राख्छ र यहाँ चाहिँ हामी अहिले अलिअलि राति छ 5:30 होला 6 बजीसक्यो होला। होइन ठ्याक्कै 6 बजी छैन 59 भइसक्यो। आज त खोलेछ त फेरि आज खोलेछ त तिनीहरूले क्या तिनीहरूले त्यो के भन्छ विजयहरूले अटो चाहिँ त्यहाँ चाहिँ हामीले हजुर
निस्किन्छ गाइजहरू हामी चाहिँ त्यो तल कुकुर लिन्छौँ तर अहिले ठुलो भएको छैन अलिकति ठुलो भएपछि लिन्छौँ आँखा खोलेको छैन कुकुरले अहिले हस्की माउछ नि माउछ त्यो सेतो कुकुर क्या सेतो हुन्छ त सेतो कुकुर एउटा हो त्यसको बच्चाहरू क्या त्यस्ताको त उनीहरू न माउ त उता छ मल्ला सानीहरूले त लिएर आउने हुनुहुन्छ मल्ला नानीहरूले त लिएर आउनु हुनुहुन्छ हो एउटा गाइजहरू हामी चाहिँ आफ्नो घरमा आइपुगिसकेको छ यहाँ चाहिँ दोलखा बजारको भ्यू हेर्न सक्नुहुन्छ हामी दोलखा बजारमा घुम्न आउन सक्नुहुन्छ मेरो होटेल चाहिँ उतै पर छ हिँड्दैछौँ कुकुर चाहिँ खाप्नु नै गाइजहरू हामी चाहिँ आइसकेका छौँ यो नि मोसन सेन्सर हो कि क्या हो मोसन सेन्सर बत्ती सिसी क्यामेरा पो रहेछ बत्तीमा क्या हो गाइजहरू हामी चाहिँ हाम्रो होटेलको छेउछाउतिर आइपुगिसकेका छौँ र मन्दिर जाने बाटोको भ्यू चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ म तपाईँलाई देखाउँछु मनमा सिनेमा गरिदिन्छ रोलिदिन्छु फिल्ममा ओइ म्याकुरी त्यसको नाम चाहिँ म्याकुरी हो गाइजहरू हामी चाहिँ यहाँसम्म आइपुगिसकेका छौँ आइज झुप्पे आइज चिया खान आइज हामी चाहिँ दोलखा बजारमा आइपुगिसकेका छौँ गाइजहरू हाम्रो कुकुर त होइन यिनीहरू हाम्रो कुकुर उता पर छ गाइजहरू हामी चाहिँ यहाँसम्म नै आइसकेका छौँ गाइजहरू यही हो मेरो होटेल चाहिँ मेरो घर हो यहाँ तल्लोपट्टि मेरो होटेल छ ल यस्तै भ्लग हेर्नको लागि चाहिँ गाइजहरू आउनु 1 2 3 4 5 मा आउन सक्नुहुन अनुरोध गर्दछु छैन खोल्न नसकेर म यहाँ केही भएन गाईहरू म चाहिँ अब यस्तो गर्छु Then 18, 19, 20. Guys, 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10. गाइजहरू आजको लागि चाहिँ यति नै बाँकी कुरा चाहिँ भोलि गर्छु ल